काजु साग्नेजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबै पूर्व लगाइदिएको हामीलाई थाहा छैन। हर्कमाया नानाजीलाई पनि कार्य समितिमा हुन्छ त्यस्तै गरेर दमकनगर नेपाल तामाङ हेतु दमकनगर समितिका पूर्व सभाका इन्द्रबहादुर गुम्बाजुलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 5 आमा समूहका अध्यक्ष श्री धर्माया बलज्यूलाई पनि अतिथिको आसन हाम्रो साम्य छैली गौर गुम्बाका जग्गादाता आदरणीय गौर वसन्त बलज्यूलाई पनि अतिथिको आसन हार्दिक अनुरोध गर्दछु। जिल्ला बौद्ध विभागका सञ्चालक समिति आदरणीय पदमहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाल तामाङ हेतु दमकनगर समितिका पूर्व अध्यक्ष आदरणीय जोगो सनक बोलेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नेपाल तामाङ हेतु दमकनगर समितिका पूर्व उपाध्यक्ष आदरणीय नाना कल्पना तामाङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।